नमस्ते। सम्पूर्ण देशमा रहनुहुने विदेशमा रहनुहुने मेरा प्यारा नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई यही आउँदो 2081 साल चैत 15 गते जनविद्रोहको घोषणा काठमाडौँको 3 कुने स्थित प्राङ्गणबाट हुँदैछ। तपाईहरुलाई म एउटा अनुरोध के गर्न चाहन्छु भने विगत 34 वर्षदेखि यो देशमा लुट्नेदेखि पर्तिर काम भएन। अर्को कुरा के छ भन्दाखेरि सम्पूर्ण नेपालीहरु हाम्रा नेपाली दाजुभाइहरु 50 डिग्रीको तातोमा खाडीमा गएर काम गर्नुपर्ने, त्यो पठाको रेमिटेन्स मारवाडीले चलाउने, देश हाम्रो रेमिटेन्स बचाउने दाजुभाइ हाम्रा, पैसा चलाउने मारवाडी, पैसा मारवाडीको सामान मारवाडीको बेच दिनुपर्ने, बैंक मारवाडीले चलाउने, आराध्य देव पशुपतिनाथका जग्गा मारवाडीले लाने, बाल मन्दिरको जग्गा मारवाडी खाने, अलवटारको जग्गा मारवाडी खाने, चियानघारीका जग्गा मारवाडीहरु खाने, नेपालीका घर जग्गा जमिन पनि सहकारी लघु वित्त बैंक थ्रो आफ्ना कब्जामा लिने प्रक्रिया अघि बढिरहेकोले र नयाँ इन्भेस्टमेन्ट कम्पनी यिनीहरूले तस्करहरूले खडा गरेर सम्पूर्ण नेपालीका जग्गाहरु बैंकबाट लिलाम भएका जग्गाहरु त्यो कम्पनीमा लगेर नेपाललाई नै कम्पनी बनाएर नेपाल चलाउने हिसाब किताबमा तस्करहरू गएकाले गर्दाखेरि यी तस्कर विरुद्धको लडाईमा एकजुट भएर सम्पूर्ण विदेशमा खाडीमा हुनुहुने, अमेरिकामा हुनुहुने, अस्ट्रेलियामा जहाँ हुनुहुन्छ तपाईहरुको जीवन त्यतै सडिन्छ। यो लडाई जित्न सकिएन भने तपाईहरुले पठाका पैसाले यहाँ ऋण तिरेर सकिदैन। त्यसले गर्दाखेरि 20 लाख भन्दा मुनिको ऋण मिना र 20 लाख भन्दा माथिको ऋण 25 वर्षलाई 5% ब्याजमा तिर्दै व्यवस्था मिलाउनको लागि यो अभियान मैले सुरु गरेको हो। यो अभियानमा तपाईहरु भारतमा बस्ने जहाँ बस्नुहुन्छ एकपल्टलाई 15 दिनको लागि तपाईहरु आइदिनुहोस् र यो विद्रोहलाई सफल बनाई व्यवस्था परिवर्तन गरी किरात बौद्ध सहितको धर्म सापेक्ष हिन्दू अधिराज्य सहित राष्ट्र संस्था स्थापना गराउँ र सम्पूर्ण नेपालीहरुलाई व्यवस्था परिवर्तनपछि मैले बोलेका कुराहरु म लागू गराउन लागेको छु। त्यो भन्दै आउने 81 चैत 15 गते 3 कुने आइदिनलाई नेपाल भरि रहनुभएका सम्पूर्ण नागरिकहरूलाई हिजो नाला पानी किल्लामा हाम्रा दिदीबहिनीहरु जसरी लडाएका थिए, भोकभोकै लडाएका थिए, त्यसरी यो आफ्नो घर जोगाउने, जग्गा जोगाउने, आफ्नो व्यवहार जोगाउने, आफ्ना छोराछोरी जोगाउने, आफ्ना चाहिँ हजुरबुवा नाति नातिना हजुरबुवाहरूले नाति नातिना जोगाउने, देश जोगाउने, नागरिक जोगाउने अभियानमा साथ दिनु हुन र 15 गतेदेखि हुने जनविद्रोहमा भाग लिनु हुन सबैलाई आह्वान गर्दछु। आइदिनु होला। मेरो भर नगरिकिन तपाईहरु आफै लड्ने तरिकाले आइदिनु हुन हार्दिक अनुरोध गर्दछु। नमस्ते।